आज हामीसँग नेपाल भलिबल सङ्घको महासचिव तथा यही पुस 11 गतेदेखि 19 गतेसम्म हुन लागिरहेको 9औं एनबिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको संयोजक हुनुहुन्छ रोशन श्रेष्ठ। उहाँसँग कुराकानी गर्नेछौँ। सर, यहाँलाई स्वागत छ खेलपाटीमा। थ्याङ्क यू। सबैभन्दा पहिला त प्रतियोगिताको तयारी कहाँसम्म पुग्यो, के भइरहेको छ? मेरो कुरा सुरु गर्नुभन्दा पहिला म सम्पूर्ण नेपाल र देशभन्दा बाहिर पनि रहेर नेपाल भलिबल सङ्घले गर्न लागेको 9औं चरणको एनबिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप 2082 हेर्नको लागि आतुर भएर बस्नुभएका सम्पूर्ण भलिबल कर्मी महानुभावहरूलाई भलिबल सङ्घको तर्फबाट अभिवादन भन्न चाहन्छु। र यो तयारीको सिलसिला भनेर हामी त्यो अन्तिम चरणमा छौँ। सबै टिमहरू हाम्रो 12वटा बोइज टिम र 8वटा महिलाको टिमले इन्ट्री गरिसकेको छ। आज हाम्रो 3:30 बजे जेनरल टेक्निकल मिटिङ हामी गर्दैछौँ। हाम्रो सधैँ गरिराख्ने हाम्रो क्राउन प्लाजा नक्साल होटेलमा हामी गर्दैछौँ। अब सबै हामीले टिम डिभिजन गरेर भेन्यू म्यानेजिङदेखि लिएर सबै सेक्टरमा गेस्ट रिलेसनको हाम्रो यहाँको टिकेटिङ पार्टनरदेखि लिएर सबै कुराहरूको व्यवस्था अन्तिम चरणमा पुगिसकेको छ। हामीले गत सालभन्दा यो साल अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने हामीलाई पूर्ण विश्वास छ। यो प्रतियोगिताबाट चाहिँ प्रधानमन्त्री कपमा छनौट गर्दा भलिबलको व्यावसायिकता कति बन्ने यहाँको अपेक्षा छ अथवा विश्वास छ? हामीले 8वटा केटाहरूको टिम र 6वटा केटीहरूको टिमले चाहिँ प्रधानमन्त्री कपमा सहभागिता गर्न पाउनेछन्। र त्यो व्यवस्थाको लागि हामीले चाहिँ एकोमोडेसन सहितको व्यवस्था हामी भलिबल सङ्घले व्यवस्था गर्नेछौँ। र त्यसको लागि नेपाल सरकारले पनि केही बजेट चाहिँ विनियोजन गरेका छन्। र हामीले फ्यान फलोवर्स हाम्रो स्पोन्सर्सहरू सबैसँग हारगुहार गरेर राष्ट्रिय खेलमा राष्ट्रिय व्यक्तित्वहरू जोडिएर जानुपर्छ भन्ने हामी अभियान अन्तर्गत सबैसँग हारगुहार गरेर नै चलाइरहेका छौँ। र अहिले यो 9औं चरणको एनबिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पनि यस्तै किसिमले राष्ट्रिय खेलकुद परिषदले नेपाल सरकारले कुनै बजेट विनियोजन नगरे पनि भलिबल सङ्घको आफ्नै साधन स्रोत साथीभाइ कर्पोरेट हाउसेसहरूलाई हारगुहार गरेर भलिबल प्रेमीहरूबाटै सङ्कलित गरेर हामीले चाहिँ प्राइज मनी पनि 5 लाख केटाकेटीको फर्स्टमा, 2.5 लाख सेकेन्ड प्राइज, थर्ड प्राइज चाहिँ 1,25,000 को व्यवस्था गरेका छौँ। र बेस्ट प्लेयरलाई 25,000 अनि विधागतमा हरेक विधाको लागि 15,000 गरेर लगभग 20 लाखको हाम्रो पुरस्कार राशि हामीले व्यवस्था गरेका छौँ। लगभग हाम्रो 80 लाख जति यो टुर्नामेन्टमा हाम्रो खर्च हुँदैछ। सबै टिमलाई 3 विदेशी खेलाडी राख्नको लागि यहाँहरूले दिनुभएको छ, तर विभागीयलाई चाहिँ दिनुभएको छैन। यसको पछाडि चाहिँ के हो? होइन, विभागीयलाई दिनुको होइन, हामीले सबै टिमलाई खुल्ला आह्वान गरेको हो। कुन क्लबले कुन टिमले कुन विदेशी खेलाडी ल्याउँछन् त्यो उहाँहरूको क्लबको आफ्नो आफ्नो ल्याकतको आफ्नो आफ्नो क्षमताको कुरा भयो। र अहिलेसम्म हामीलाई जानकारी आएसम्म हेल्प नेपाल स्पोर्ट्स क्लबले 3 जना पाकिस्तानी खेलाडीहरूको नाम पठाउनु भएको छ। त्यस्तै गरेर रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर पहिलोचोटि सहभागी भइरहेको छ, कर्णाली प्रदेशलाई रिप्रेजेन्ट गर्छ। त्यहाँबाट पनि 3 जना पाकिस्तानी खेलाडीहरू चाहिँ अनुबन्ध भएको छ भन्ने छ। र हामीले विभागहरूलाई पनि सबै इट्स ओपन, जुन टिमले पनि यस्तो स्तरीयताको लागि वृद्धिको लागि विदेशी खेलाडीहरू आबद्ध गर्न पाउने हामीले खुला गरेको, त्यो कुनै विभागलाई चाहिँ नदिएको भन्ने होइन। यसपालि गण्डकी छैन नि, सहभागिता जनाएन गण्डकीले। सो यसमा चाहिँ किन सहभागिता नजनाएको? हामीले हाम्रो नेपाल भलिबल सङ्घका 7 प्रदेशमा भलिबल सङ्घ एक्टिभली काम गरिरहेको छ। 7 प्रदेशको खेलकुद परिषदलाई पनि हामीले इन्भाइट गरेर चिठी पठाएको हौँ। यो चाहिँ कस्तो छ भने भलिबल त एउटा भोलिन्टियर अर्गनाइजेसन हो नि त, तर हामीले चाहिँ खेलप्रेमीहरूले सम्बन्धित स्रोत जुटाएर कसरी गर्नुपर्छ उहाँहरू एक्टिभ हुनु पऱ्यो होइन। जस्तो गण्डकी प्रदेशमा पनि धेरै राम्रा खेलाडीहरू हुनुहुन्छ। उहाँहरूलाई पनि मैले पर्सनली पनि सबै अध्यक्षज्यूहरू महासचिवलाई चाहिँ पटक फोन गरेर चाहिँ गरेकै हो होइन। हामी आउँछौँ नै भन्नुभएको थियो, अहिलेसम्म इन्ट्री गर्नुभएको छैन, यसको मतलब उहाँहरू आउनुहुन्न।
हैन। यहाँले भन्नुभयो गण्डकीमा एकदमै राम्रो राम्रो खेलाडीहरू छ। गण्डकीले हिमाल सुनारी लगायत खेलाडीहरूलाई चाहिँ राष्ट्रिय टिममा छनौट नभएको कारणले नआउन खोजे हो कि के हो, यसमा के लाग्छ तपाईँलाई? त्यो मलाई थाहा भएन। हामीले अफिसियल्ली सबै कन्सर्न अथोरिटिजहरूलाई हामीले खुल्ला आह्वान गरेको हो। को खेलाडी व्यक्तिगत हिसाबले त्यो विधातिर नजाउँ, तर हामीले चाहिँ ओपन हार्टेडली सबै टिमलाई ओपन आह्वान गरेका हौँ। उहाँहरूको आफ्नै साधन स्रोत जुटाउन सक्नु भएन कि के हो मलाई थाहा भएन। यो चाहिँ अलिकति खल्लो विषय भएछ हैन, तर केही छैन। अब उहाँहरू अर्कोचोटि आउनु होला। तर हाम्रो भलिबल सङ्घ र गण्डकी प्रदेश भलिबल सङ्घ कुनै किसिमको विभेद छैन, कुनै किसिमको ऊ छैन हैन। तर उहाँहरूको आफ्नो सक्रियता कम भयो भन्नु पर्यो। ओके, कोच आफैले पनि टिम हेर्दिन भनेर पनि भनेर घोषणा नै गर्नुभएको थियो। यो विवाद चाहिँ के भयो, टुङ्गिएको छ कि छैन? के कुन टिमले, कुन कोच? कोचले नै, जस्तो नेपालको कोच? हजुर हजुर। त्यस्तो हामी अहिले त्यही कोचहरूले नेसनल टिमलाई कोचिङ गर्ने त हामीले खटाउने हो नि त। नेसनल यो अहिले हामीले तपाईँहरूलाई मैले के जानकारी दिन्छु भने अहिलेको यो गेमबाट पनि उत्कृष्ट खेलाडीहरू त नेसनल टिममा हामी फेरि पनि राख्न सक्छौँ नि त। नयाँ खेलाडी आयो भने त अनुले इन्ट्री पाउन सक्छ, तर कोचले खेलाउँदिन भनेको छ त्यो मेरो जानकारीमा छैन। त्यो अन्यथा कुराहरू नगरौँ होइन। भलिबल सङ्घले खटाएको कोचले नेसनल टिमलाई राम्रोसँग कोच गर्छन्। अहिलेको टिम परिषदको अहिलेको जुन जुन टिमको आफ्नो आफ्नो कोच छ, आफ्नो आफ्नो कोचले तयारी गरेर आउने त हो नि। गण्डकी प्रदेशको विशेष कोच कसले खेलाउँदिन भनेको मलाई थाहा भएन त्यो। ओके, लामो समयदेखि घरेलु भलिबलमा चाहिँ गण्डकी प्रदेशले दबदबा पनि जमाएको हो नि त। सो यसपालि सहभागिता नजनाउँदाखेरि चाहिँ यसले केही असर गर्छ कि गर्दैन प्रतियोगितालाई? यो 9औं चरणको यो हाम्रो NBA भलिबल च्याम्पियनसिपको गरिमा घट्ने कुरै भएन। योभन्दा ठुलो व्यापक सहभागिता र यसको जुन गरिमा छ यतिको प्रतियोगिता नेपाल भलिबल सङ्घले सधैँ गर्दैन, वर्षमा एउटा गर्ने हो। अब यसमा अब खेलाडीहरू यस्तो अवसरबाट वञ्चित नहोस् भन्ने हाम्रो चाहना हो। राम्रो खेलाडीले खेल गर्ने मौका दिनुपर्छ र भलिबल सङ्घले पनि जिल्ला भलिबल सङ्घ होस्, हाम्रो प्रदेश भलिबल सङ्घ हो, केन्द्रीय भलिबल सङ्घले खेलाडीहरूलाई खेल्ने वातावरण तयार गरिदिने हो नि त। त्यसको लागि जति जुन सङ्घ जुन प्रदेशहरू जति सक्रिय छन् त्यति नै खेलाडीहरूले मौका पाउने हो नि त। यहाँले भन्नुभयो जस्तो खेलाडीहरूलाई चाहिँ खेल्नको लागि मौका राम्रो जोस् मौका चाहियो, अब मौका दिइरहेको भनेर भन्नुभयो। यसै बिचमा चाहिँ हाम्रो कप्तान अरुणा साई चाहिँ विदेश जानुभयो, यसलाई चाहिँ के भन्नुहुन्छ? होइन, उहाँहरूको आफ्नो व्यक्तिगत कुराहरू हो। हामीले एउटा राष्ट्रको मैले तपाईँहरू मार्फत हाम्रो सम्पूर्ण नेपाली र हाम्रो खेलाडी साथीहरूलाई के भन्छु भने नेपालको झन्डा राखेर नेपालको पार्टिसिपेसन गर्छु, म नेपालको टिम रिप्रेजेन्ट गर्छु भन्ने जुन गौरव छ त्यो अमेरिका, बेलायत, अस्ट्रेलिया गएर पाइँदैन। यो गरिमा भन्दा त्यहाँको पैसासँग तुलना हुने चिज होइन। नेपालको राष्ट्रिय टिमबाट प्रतियोगितामा समावेश भएर जुन गरिमा पाइन्छ त्यो गरिमा चाहिँ विदेश गएर पाइँदैन। तर आफ्नो व्यक्तिगत इच्छा चाहना हो। अब त्यसमा मैले व्यक्तिगत कुरामा मैले केही भन्न सक्दिनँ। यसले महिला यो भलिबललाई चाहिँ कतिको असर पार्छ? खासै असर गर्दैन। खेलाडीहरू त एकपछि अर्का एक आइहाल्छन् नि, सधैँ एकै ठाउँमा बसिरहेको भन्ने त छैन। नयाँ नयाँ टेक्निक आउँछ, नयाँ नयाँ खेलाडी जन्मिन्छन्, नयाँ नयाँ परिवेशमा नयाँ नयाँ प्रतियोगिता पनि आउलान् होइन। अब हाम्रो अब बोइजहरूको फ्रेन्चाइज चाहिँ अब फागुन 10 देखि 20 सम्म हामी चाहिँ अथोरिटी दिइसकेका छौँ। त्यसमा पनि सबै फ्रेन्चाइज टिमहरू तयार भएर आउँछन्, राम्रो खेलाडीले अवसर पाइहाल्छ कि। ओके, अन्त्यमा चाहिँ यो टिकटको दरको विषयमा बताइदिनु। टिकटमा हामीले अहिले के गरेका छौँ भने यो टिकट भनेको हामीले खेलाडी दर्शकहरूलाई जरिमाना होइन, यो त आयोजकलाई एउटा सपोर्ट सम्झिनु पऱ्यो, भलिबल सङ्घलाई सपोर्ट सम्झिनु पऱ्यो। अहिले हामीले सुरुमा हामीले 300 रुपियाँको गरेका छौँ पर डे र एउटा 300 र 500 को दुईवटा क्याटेगोरीको टिकट हुन्छ र अहिले एउटा सिजनल टिकट पनि हामीले व्यवस्था गरेका छौँ। जो खेलाडी जो दर्शक चाहिँ रेगुलर भलिबल हेर्न चाहनुहुन्छ 11 देखि 19 गतेसम्मलाई सिजनल टिकट एउटा 3500 को चाहिँ हामीले टिकटको व्यवस्था गरेका छौँ र उहाँहरूलाई बस्ने व्यवस्था पनि यो प्यारापिटमा राम्रोसँगको व्यवस्था गरेका छौँ। त्यो पनि एउटा नयाँ सुरुवात हामीले चाहिँ गरेका छौँ र टिकटमा अब कुनै असुविधा केही भयो भनेदेखि हामी आयोजकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ। म सम्पूर्ण भलिबल प्रेमी महानुभावहरूलाई सकारात्मक रूपले तपाईँहरू चौथो अङ्गको साथीहरूलाई पनि
यो NBA कप र भलिबल सङ्घले गरेका कार्यक्रमहरूलाई सकारात्मक रूपले एउटा राष्ट्रिय खेलको गरिमा बढाउन जुन सहभागिता जुन तपाईहरुले सहयोग गर्नुहुन्छ त्यो चाहिँ हाम्रो लागि धेरै महत्त्वपूर्ण कुरा हुन्छ। म सबैलाई सकारात्मक सहयोगको लागि आह्वान पनि गर्न चाहन्छु। धन्यवाद।